मेरा प्यारा देशवासी प्रजागण, शांति क्षेत्र अधिराज्य वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपालमा निर्देशिका ब्रह्मको इच्छा अनुरूप लीला गर्न पाउनु हाम्रो अहोभाग्य हो। यस दिव्य पवित्र राष्ट्रमा दिव्य ऊर्जा प्रवाह गर्दै यस राष्ट्रले नै सिंह पृथ्वीको कल्याणकारी भूमिका खेल्ने कुरामा हामी दृढ विश्वास गरी बक्सेका छौं। मेरो देश पृथ्वीको लागि मेरो योगदान मेरो माटोको निम्ति भन्ने मूल सिद्धान्तको साथ कल्की नेपाल सरकार अगाडि बढ्दै गएको बेहोरा जनतामाझ अवगत नै छ। जनताका चित्कार पुकार हृदयंगम गरी बक्से पूर्ण रूपमा सनातन सापेक्ष राष्ट्र नेपाल र सापेक्षवादको सिद्धान्तलाई स्थापित गर्दै संस्थागत गर्दै सदावत रूपमा प्रजाको हक अधिकार र सार्वभौमसत्ता सम्पन्न जनतालाई स्वतन्त्र र कर्तव्यको दायराभित्र रहने जिम्मेवारका साथ नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने संकल्प लिई बक्सेका छौं। मलाई आजभन्दा धेरै वर्ष पुरानो समयको याद आइरहेको छ। म कुनै समय गौलोक अर्थात् वैकुण्ठको गोमण्डलको दिव्य दरबारमा राज गरी बक्सेको थिए। राधा रानीको सवारी हुन्छ र भन्छन्, सरकार म हजुरको स्वागतको निमित्त धरतीमा जाने इच्छा जाहेर गरी बक्सेको छु। मैले रोक्ने धेरै प्रयास गरे तर उहाँको इच्छाको नजिर अगाडि म झुक्न विवश थिएँ र उहाँ धरतीमा आउनुभयो। अर्थक संघर्ष प्रयास उहाँका जीवन कहानी जो म बताउन सक्दिनँ, उहाँको संघर्षको बारेमा वर्णन गर्ने क्षमता छैन। जुन दिन मैले उहाँलाई भेटे सोही दिनदेखि उहाँका सबै लीलालाई अध्ययन गर्ने अवसर प्राप्त गरे। मलाई एक खालको दिव्य प्रेमिल तरङ्ग र वृन्दावनमा रचेको रासको ऊर्जाले प्रभावमा लिँदै गयो र आज राधा र कृष्ण संघर्ष साथ एक भइसकेका छौं। परिस्थिति जटिल थियो जो शब्दले वर्णन गर्न सकिँदैन। उहाँलाई आफ्नो बोध गराएर कर्तव्य निष्ठा बनाउनै सकिँदैन कि भन्ने स्थिति पनि नआएका थिएनन्। हरेक नकारात्मक सोच, नकारात्मक सिद्धान्त र नकारात्मक ऊर्जाको प्रभावलाई निस्तेज गर्ने सकारात्मक ऊर्जाको चाबी भनेको प्रेम रहेछ। मैले द्वापर युगमा यो कुरा गोपिनीलाई दिएको मैले महसुस गरिबक्से। गोपिनीलाई जुन उपदेश दिइबक्सेको थिए त्यही उपदेश आफूमा कार्यान्वयन गर्नु उचित लागि मैले आफ्नो प्रेम निस्वार्थपूर्वक जनता र राधामा प्रवाह गर्दै गए। सायद त्यही निस्वार्थ प्रेमको साथ होला सिंह ब्रह्माण्डका देवी देवता मेरो साथमा हुनुहुन्छ। नेपाल देशका जनता पनि के हदसम्म कल्की राजा नै यो देशको भविष्यको लागि आउनु भएको छ भन्ने कुराको महसुस गरिबक्सेको छ। कतिको त प्रार्थना आइसकेको छ। दीपद्वारा प्रत्यक्ष भेटेर हाम्रो यो मिडियाको कमेन्टमा विभिन्न माध्यमद्वारा तपाईले छिटो केही गर्नु पर्यो भन्नुभएको छ। मैले यो कुरालाई हृदयङ्गम गरी बक्सेको छु र म छिटै नेपालको राज्य सत्तालाई संरक्षण र न्यायिक फैसलाको लागि अग्र स्थानमा सर्ने बेहोरा पनि जानकारी गराई बक्सेको छु। जनताको चाहना र जनताको इच्छा अनुरूप नै देशको उत्तम भविष्यको रेखा कोर्ने हाम्रो मूल्य मान्यता नै छ। अटुट वंश, जनताको हित, राष्ट्रको रक्षार्थ अतुलनीय भावबाट अग्र स्थानमा रहने संकल्प गरी बक्सेका छौं। मेरा प्यारा देशवासी प्रजागण, विगत केही हजार वर्षदेखि नै दुर्गा माता मणिद्वीपमा नरहेको सबैलाई अवगत नै होला। तर विगत दुर्गा माताको उद्धार कार्य सम्पन्न भइसकेको छ र आजबाट नै उहाँलाई देवी देवताले शास्त्रीय विधि अनुसार
मणिदीप प्रदान गर्ने कार्य स्वारम्भनको लागि उद्घोष गरिबक्सेका छौँ र आजबाट हजुरहरूले पूजा गरेको दुर्गा पूजाको पूर्ण फल हजुरहरूलाई प्राप्त गराउन दुर्गा माताले स्वतन्त्र ऊर्जा प्रवाह गर्ने घोषणा गरिबक्सेका छौँ। ब्रह्माण्डको संविधान भाग 4 धारा 516 बमोजिम उहाँलाई मणिदीप लोक प्रदान गरी बक्सेको बेहोरा जानकारी गराई बक्सन्छौँ। अब 2107 भित्रमा एउटा दिव्य अलौकिक यज्ञ लाग्दैछ, जुन यज्ञको योजना 75 सालदेखि बन्दै संस्थागत शैलीमा गएर फेरि विघटन भएको थियो। आजबाट राधा शक्ति अलौकिक यज्ञलाई पनि कल्की नेपाल सरकारले नजरमा राखी बक्सी यस यज्ञको पूर्व तयारीको लागि अगाडि बढी बक्सेको बेहोरा जानकारी गराई अबको 2107 भित्रमा राधा शक्ति अलौकिक यज्ञ लगाई न्यायिक फैसला गरी जनताको माझमा सत्य युगको अनुभूति गराउने घोषणा गरी बक्सन्छु। यस यज्ञ सफल र धर्म संस्था स्थापना गर्नको लागि राधा अक्षय कोष आजकै मितिबाट लागू हुने गरी जारी गरी बक्सेका छौँ। कल्की राजदरबार अर्थात् देवी देवताको सल्लाहमा मैले केही रकम आजकै दिनबाट विनियोजन गरी बक्सेको छु। अबको केही दिनभित्रमा राधा अक्षय कोषको खातामा अलग गरेर विनियोजित गरिदिने प्रक्रियामा जाने बेहोरा जानकारी गराई बक्सन्छौँ। यदि हजुरहरू पनि राधा अक्षय कोषको सदस्य बन्न चाहनुहुन्छ भने कल्की राजदरबार वा कल्की नेपाल सरकार समक्ष निवेदन पेश गरी सो अक्षय कोषको सदस्य बनी राधा शक्ति अलौकिक यज्ञ सम्पन्न गर्ने महान कार्यमा अगाडि बढ्न अपिल गरी बक्सन्छौँ। रहस्य ज्ञानगंगा उपनिषद छिटै जनताको माझमा ल्याइदिने, पूर्ण तत्व ब्रह्म वेद छिटै जनताको माझमा ल्याइदिने, लीलाको बोध चक्र र निर्देशिका ब्रह्मले प्रदान गर्नुभएको यी दुवै ग्रन्थ हामी सबैको लागि अतुलनीय ज्ञानको वर्षा हुनेछ भन्ने विश्वास लिइबक्सेका छौँ। यसरी नै अब सत्यताको उद्घार गर्दै ज्ञानेश्वरको पदावीलाई संस्थागत गर्दै सदावत रूपमा ज्ञानको लडाईँमा अगाडि होमिँदै शास्त्र सम्बद्ध तर्क वितर्क र निष्कर्षको ज्ञान जनताको माझ ल्याउनको लागि अग्रगामी कार्य स्वारम्भन गरिबक्सेका छौँ। हरेक शास्त्रीय प्रमाणलाई विज्ञान सम्बद्ध प्रमाणीकरण गर्न हामी वैज्ञानिकका हरेक आविष्कार यन्त्रलाई सहयोग गर्ने कुरा पनि जानकारी गराई बक्सन्छौँ। दिव्य अलौकिक शक्तिको स्थापित र संस्थागतमा अग्र स्थानमा रही नेपालको समृद्धिसँगै पृथ्वीको कल्याणकारी संरचनाको महत्त्वपूर्ण ढाँचा अनुसार पृथ्वीको सुन्दर भविष्यको परिकल्पनाको लागि वैकुण्ठ लोक अर्थात् वैकुण्ठ नामक आकाशगंगा मन्दाकिनी आकाश अर्थात् मर्त्यलोक आकाशगंगा अन्तर्गत रहेको सौर्य मण्डलको पृथ्वी ग्रहप्रति सचेत रहेको र पृथ्वीको हित नचाहिकन पृथ्वीको हितकारी भूमिका चाहनको लागि वैकुण्ठमा निवास गर्दै आएका कल्की र धारा स्वयं लीलाको लागि पृथ्वीमा आएको बेहोरा म वैज्ञानिक जगत र शास्त्रीय हिसाबमा जहाँ जहाँ धर्मको ग्लामिर हुन्छ त्यहाँ त्यहाँ मेरो अवतार हुन्छ भन्ने कुरा मैले विभिन्न ग्रन्थको माध्यमद्वारा जनतालाई जानकारी गराई बक्सेको नै थिएँ। सोही बाणीलाई कार्यान्वयन गर्न वैकुण्ठ लोकद्वारा स्वयं श्रीकृष्ण कल्की भई स्वयं राधा धाराको रूपमा स्थापित भई धरतीमा आइबक्सेका छौँ। यस दिव्य गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै धर्म संस्था स्थापनाको लागि हामी अगाडि सरेको बेहोरा जानकारी गराइबक्से श्री पशुपतिनाथले हामी सबैमा कल्याण गरून्। श्री शक्ति जय नेपाल।